नमस्कार। आज मिति 2082 साल ज्येष्ठ 17 गते शनिबार, ईस्वी सम्वत 2025 मे 31 तारिक, नेपाल सम्वत 1145, ग्रीष्म ऋतु सिद्धार्थी संवत्सर, उत्तरायण, ज्येष्ठ शुक्ल पक्ष। आज पञ्चमी तिथि, अनितिश्य नक्षत्र, वृद्धि योग, ववकरण। आज चन्द्रमाको भ्रमण कर्कट राशिबाट हुनेछ। त्यसै गरेर आज बिहानको सूर्योदय 5:11 भएको थियो भने सूर्यास्त 6:53 हुनेछ। त्यसै गरेर आज शुभ साइतहरू तथा मुहुर्तहरूमा रुद्री गर्ने साइत जुरेको छ। त्यसै गरेर दोकान तथा पसल खोल्ने शुभ मुहुर्त पनि रहेको छ। आजको पञ्चाङ्ग खण्ड यति नै। अब सुरु गरौँ आजको राशिफल। सबैभन्दा सुरुमा मेष राशि। मेष राशिको लागि आज मनोबल कमजोर रहनेछ, मनमा अस्थिरता आउनेछ, काममा विभिन्न बाधाहरू आइपर्न सक्नेछन्। आफूलाई स्थिर राख्नु नै आज बुद्धिमानी रहनेछ। कार्यमा उपल्लो लेभलका सहकर्मीबाट पनि दबाव आउन सक्नेछ, सम्हालिएर रहनुहोला। वृष राशि। वृष राशिको लागि आज मनमा साहस बढ्नेछ, नयाँ ठाउँको यात्राको तयारी गर्नुहुनेछ। अपुरा कामहरू आज पुरा हुँदै जानेछन्। समाजमा प्रतिष्ठित व्यक्तिसँग भेट हुनेछ। आजको दिन निकै शुभ रहेको छ। मिथुन राशि। मिथुन राशिको लागि आज अनावश्यक रूपमा विभिन्न झमेलाहरू आइपर्नेछ। स्वास्थ्यमा अचानक गडबडी देखिन सक्नेछ। यात्रामा चटपटकको भय रहनेछ। आजको दिन सम्हालिएर रहनुहोला। कर्कट राशि। कर्कट राशिको लागि आज आर्थिक सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। भाग्यले साथ दिनेछ, मनोबल उच्च रहनेछ। आफन्त साथीभाइबाट पनि सहयोग मिल्नेछ। साथै कृषि चौपाया पशुपालनबाट पनि लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा पनि उन्नति प्रगति रहनेछ। सिंह राशि। सिंह राशिको लागि आज नचाहिने काममा बढी समय तथा धन पनि खर्च हुनेछ। अनावश्यक झन्झटहरू आइपर्नेछ। दिनको अन्त्यमा स्वास्थ्यमा केही गडबडी देखा पर्नेछ। यात्रा गर्दा अवश्य पनि ध्यान दिएर यात्रा गर्नुहोला। कन्या राशि। कन्या राशिको लागि आज तपाईँको कार्यको सर्वत्र प्रशंसा हुनेछ। समाजमा विपरीत लिङ्गीबाट सहयोग अपेक्षा गर्दा राम्रो हुनेछ। व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्न सक्नेछ। साथै प्रेम गर्नेहरूको लागि आज नयाँ राम्रो वातावरणको सिर्जना हुनेछ। तुला राशि। तुला राशिको लागि आज कर्मस्थानको चन्द्रमाले खुसी प्राप्त गराउनु हुनेछ। भगवानप्रति सदैव आशा र विश्वास रहनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। राजनीतिक कार्यमा सहभागी हुन पाइनेछ। कर्मको फल मिल्ने दिन रहेको छ। वृश्चिक राशि। वृश्चिक राशिका लागि आज मनोबल उच्च रहनेछ। राजनीतिक र साङ्गठनिक काममा सक्रियता बढ्नेछ। खुसी बन्ने मार्गहरू थप बढ्नेछन्। तर कृषिजन्य वस्तुमा भने केही हानि नोक्सानीको सामना गर्नुपर्ने पनि हुन सक्छ। धनु राशि। धनु राशिको लागि आज कार्यक्षेत्रमा फेरबदल आउनेछ। गुप्त कुराहरू कसैलाई नभन्दा नै राम्रो हुनेछ। आज दिनको अन्त्यतिर स्वास्थ्यमा केही गडबडी देखा पर्न सक्नेछ। यात्रामा विभिन्न अवरोधहरू सिर्जना हुन सक्नेछन्। मकर राशि। मकर राशिको लागि आज धनको सञ्चय बढ्नेछ। लेखन कार्यमा सकारात्मक प्रतिफल पाइनेछ। प्रेम सम्बन्ध मजबुत रहनेछ। व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। कुम्भ राशि। कुम्भ राशिको लागि आज हराएको धन भेट्न सकिनेछ अथवा गढेको धन भेट्न सकिनेछ। प्राकृतिक रूपमा केही कुराको सामना गर्नुपर्ने पनि हुनसक्छ। मन खुसी रहनेछ। प्रतिस्पर्धामा विजयी हुने दिन रहेको छ। स्वदेश तथा विदेशबाट नयाँ अवसरका ढोकाहरू खुल्ने सम्भावना रहेको छ। दिन शुभ रहेको छ। मीन राशि। मीन राशिको लागि आज नयाँ योजनाको सुरुवात हुनेछ। साथीभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ। स्वास्थ्य समस्याबाट छुटकारा पाइनेछ। बच्चा बच्ची अथवा खेलकुद सम्बन्धी केही व्यापार व्यवसाय छ भनेदेखि आज उचित मात्रामा लाभ मिल्ने देखिएको छ। आजलाई तपाईँको राशिफल यति नै। हामी भोलि पुनः अर्को राशिफलमा अवश्य पनि भेट हुनेछौँ। आजको राशिफलले जे जस्तो बताए तापनि तपाईँको आजको दिन शुभ रहोस्। ओम नमः शिवाय।